सङ्लो पानीमा देखेर यस्तो भएको क्या कति सङ्लो छ पानी कति क्लियर छ हेर न सबै भिजाको अघि खोल्नु लगाएको यो खोल्नु बाँधेर गर्नु त्यसैको लागि बोलाएको आउँदै सक्दैन जिउलाई भनेको नजिकै शेषनारायण मन्दिर यो चाहिँ हात्तीवन फर्पिङनिरको काठमाडौँबाट छिटै पुग्न सकिने हाइकिङ गर्ने पनि ठाउँ पिकनिक स्पटहरू पनि भएको रमाइलो नजिक काठमाडौँबाट नजिकै यस्तो छ बस्न घुम्न पनि आनन्द आउने यसरी टिकटक बनाउन पनि मिल्ने मान्छेहरू टिकटक बन्दैछ यस्तो छ यो चाहिँ हिँडेर आउने बाटो हो भने गाडीबाट आउने बाटो चाहिँ यहाँ तल छ यस्तो गाडीबाट नै आउन सकिन्छ हाइकिङ गरेर नै आउन सकिन्छ यतातिर पिकनिक स्पटहरू पनि बनिरहेको छ रमाइलो छ नजिकै छ काठमाडौँबाट यतातिर पिकनिक स्पट छ भने तलतिर झोलुङ्गे पुल छ त तलतिर हाइकिङ गर्ने ठाउँ छ यहाँ मान्छेहरू हिँड्दै पनि आउनुभएको छ उहाँ तलदेखि
हिँड्दै पनि हुनुहुन्छ। गाउने गाडी पनि आउनु नि सकिन्छ त्यहाँबाट। त्यो गाडीको बाटो पनि हो यसरी। है काठमाडौँबाट नजिकै सुन्दर शान्त वातावरण पनि एकदम राम्रो छ। यस्तो छ यो काठमाडौँबाट नजिकै घुम्न आउँदा आनन्दिलो ठाउँ रहेछ। हामी पनि आउन चाहिँ फर्स्टचोटि आएको, रमाइलो लाग्यो। यसरी सानो गाडी पनि आउँछ। बाटो पिच नभए पनि कच्चीमा ढुङ्गा बिछाएको बाटो राम्रो छ। सानो गाडीहरू पनि आउन सक्नुहुन्छ, ट्याक्सीहरूमा पनि। त्यसै गरी त्यहाँ पार्किङको पनि व्यवस्था छ। पिकनिक स्पोट पनि राम्रो बन्दै रहेछ बन्न चाहिँ। त्यस्तै छ। यसरी मान्छे हाइकिङ गरेर नि आउँदै हुनुहुन्छ। आउनु होला, इन्जोय गर्नु होला। मेरो खिचेको हाय यहाँ चाहिँ त्यो चलाउने पनि व्यवस्था रहेछ। त्यो सानो गाडी त्यसको चाहिँ अब आधा घन्टाको 2500 लाग्दो रहेछ भने 1 घन्टाको 5000 पर्ने भयो। यताबाट देखा त यस्तो चलाउने पनि व्यवस्था रहेछ है साथीहरू। रमाइलो ठाउँ छ। त्यस्तो पनि त्यो व्यवस्था रहेछ। हामीभन्दा माथि जान चाहिँ यो सामुदायिक उपभोक्ता वन समिति रहेछ। यहाँ चाहिँ इन्ट्री फी लाग्दो रहेछ है। सामुदायिक वन उपभोक्ता समूह यहाँ चाहिँ इन्ट्री तिरिवरी जाने भयो। ठ्याक्कै लाएर 100 रुपिसमा पुग्नु। अहिले फर्केर दिन्छु नि त है। भएन चेन्ज भएन? चेन्ज भएन। तपाईँसँग छ भनेदेखि छैन। कति दाउनु पर्यो मैले? अब 200 आयो, 200 भाग्यो। होइन 200 होइन 100 रुपियाँ हो त्यो। ए 2 को ल 100 रुपियाँ बाँकी भयो है। दामी छ नि त। दामी यार। सैलुङको मिनी ग्रेट वाल बराबर छ त। सैलुङको मिनी ग्रेट वाल झल्काउने जस्तै छ यार। यहाँबाट पनि काठमाडौँ भ्याली पनि यस्तो राम्रो देखिन्छ। हेर्नुहोस् नजिकै काठमाडौँ भ्यालीको नजिकै काठमाडौँ खोकना भैँसीपाटी खोकना है साथीहरू। हेर्नुहोस् यस्तो राम्रो देखिन्छ नजिकै काठमाडौँको यति नजिकै यति राम्रो ठाउँ छ है साथीहरू। आउनुहोस्। यो अझै माथिसम्म पनि छ। अहिले हामी चाहिँ यहाँ आइपुग्यौँ। यसरी हाइकिङ गरेर पनि आउँदै हुनुहुन्छ।
चम्पादेवीबाट हाइकिङ गरेर यता निक्लिन्छ। दामी दामी ग्रेट वाल, सेम ग्रेट वाल, मिनी ग्रेट वाल खतरा छ। हिँड्ने बाटो हाइकिङको लागि एकदम राम्रो बनाएको रहेछ। यस ठाउँमा चाहिँ यसरी छ। गाडी आउने बाटो उता छ भने हिँड्ने बाटो हाइकिङको लागि चाहिँ यता छ है। एकदम राम्रो छ। सैलुङ जानै नपर्ने छ है, यही छेउमा सैलुङ जस्तै छ। मिनी ग्रेट वाल यहीँ छँदैछ है। यस्तो बाटो चाहिँ भगवान राम्रो बनाएछ। हाई हिँड्नको लागि पथ मार्ग चाहिँ राम्रो एकदम सही। कसले बनाएको, सँगै सरकारले हो कि केन्द्र सरकारको बजेट हो, त्यो चाहिँ राम्रो छ। सैलुङको मिनी ग्रेट वाल बराबर छैन त। वनमा आनन्द। दामी दामी कस्तो लाग्यो? ठाउँ त बबाल हो नि। इन्जोय गर्यो? धेरै राम्रो छ। पिकनिक सिकनिक आउनेहरूलाई पनि एकदम राम्रो छ। के भन्छ अरूलाई हेर्नु हुने मान्छेहरूलाई? भन्छु हरियाली डाँडाकाँडा आनन्द आउने ठाउँ। काठमाडौँ भ्यालीको भ्यू हेर्न त सकिने। हाम्रो हिरो पनि छ यहाँ। हिरो हो हिरो हाम्रो चाहिँ। हामीलाई चाहिँ धेरै रमाइलो लाग्यो। गुरुजी भन्नु न हौ। ड्राइभर होइन है। यतापट्टि एउटा सूर्य अस्ताउन आँटेको छ भने यताबाट चाहिँ पारी बन्दै गरेको फास्ट्याग पनि देखिँदैछ। हेलो हेलो